नमस्कार। पार्ट 1 मा हामीले किन धेरै रेज्युमे रिक्रुटरसम्म पुग्दैनन् भन्ने कुराको चर्चा गरेका थियौँ। अब प्रश्न छ, एटीएस फ्रेन्डली रेज्युमे कसरी बनाउने भनेर। आज हामी तपाईलाई रेज्युमे एटीएसले सजिलै पढ्न सक्ने र रिक्रुटरले पनि छिटै बुझ्न सक्नेको बारेमा स्टेप बाइ स्टेप हेर्नेछौँ। सबैभन्दा पहिले सही हाइब्रिड रेज्युमे स्ट्रक्चरको प्रयोग गर्नुहोस्। सुरुमा आफ्नो नेम, त्यसमा लोकेसन, आफ्नो कन्ट्याक्ट इन्फर्मेसन, इमेल, लिङ्क्डइन र आइटी प्रोफेसनल हुनुहुन्छ भने गिटहब, ब्लग र वेबसाइटको लिङ्क राख्नुहोला। त्यसपछि आफ्नो छोटो प्रोफेसनल समरी, तपाईको प्रोफेसनल आइडेन्टिटी, एक्सपिरियन्स र एजुकेसन, टप स्किल, एचिभमेन्ट, करियर गोल र के भ्यालु दिन सक्नुहुन्छ भने स्पष्ट रूपमा राख्नुहोला। त्यसपछि कोर स्किल राख्नुहोला, त्यसमा पनि टेक्निकल स्किल अथवा आफूसँग भएको सफ्ट स्किलको बारेमा राख्नुहोला। त्यस पछाडि वर्क एक्सपिरियन्स, यदि एक्सपिरियन्स छैन भने पनि आफूले गरेको प्रोजेक्टहरूको बारेमा राख्नुहोला र एजुकेसन अनि अन्त्यमा सर्टिफिकेसनको बारेमा राख्नुहोला। यही अर्डरले एटीएसलाई जानकारी सजिलै पास गर्न मद्दत गर्छ र रिक्रुटरलाई पनि रेज्युमे स्क्यान गर्न सजिलो हुन्छ। अब कुरा आउँछ फर्म्याटिङको। फर्म्याटिङ गर्दा क्यालिब्री वा एरियल जस्ता सिम्पल फन्टको प्रयोग गर्नुहोस्। फन्ट साइज 10 देखि 12 राख्नुहोस्। स्ट्यान्डर्ड हेडिङ प्रयोग गर्नुहोस्, जस्तै स्किल, एक्सपिरियन्स, एजुकेसन। लङ प्याराग्राफ होइन, बुलेट पोइन्ट्स प्रयोग गर्नुहोस्। एक्सपिरियन्स भन्ने रिभर्स क्रोनोलोजिकल अर्डरमा राख्नुहोस्। रेज्युमे पीडीएफमा पठाउनुहोस्। यदि डक्स वा अर्को फर्मेटमा मागिएको छ भने त्यही फलो गर्नुहोस् र सकेसम्म टेबल, आइकन्स, ग्राफिक्स, टेक्स्ट बक्सेस, हेडर्स, फुटर्स, मल्टिपल कोलम्स जस्ता डिजाइन एलिमेन्ट प्रयोग नगर्नुहोस्। क्लिन फर्मेटिङले एटीएस पासिङ अझ एक्युरेट बनाउँछ। र सबैभन्दा इम्पोर्टेन्ट कुरा किवर्ड्स हो। पहिले जब डिस्क्रिप्सन ध्यानपूर्वक पढ्नुहोस्। जब डिस्क्रिप्सनमा लेखिएको स्किल वास्तवमै आउँछन् भने प्रोफेसनल समरी, स्किल, प्रोजेक्ट वा एक्सपिरियन्समा नेचुरली उल्लेख गर्नुहोस्, तर पूरा जब डिस्क्रिप्सन कपी पेस्ट नगर्नुहोस् र आफूलाई नआउने स्किल कहिले पनि नलेख्नुहोला। यदि यस्तो प्र्याक्टिकल करियर टिप्स उपयोगी लाग्यो भने जब स्नाइपर एकाडेमीलाई फलो गर्नुहोला। हामी यस्तै करियर, रेज्युमे, इन्टरभ्यू र आइटी जब सम्बन्धी प्र्याक्टिकल कन्टेन्ट नियमित ल्याइरहनेछौँ।